सबै महानुभावहरूलाई म यहाँ चाहिँ स्वागत गर्न चाहन्छु र सबैलाई म एकमुष्ट रूपमा जय नेपालको नियम अभिवादन गर्न चाहन्छु। आज यो धेरै भएपछि यो राजनीतिक भाषण गरेको है, मैले थुप्रो वर्ष भएछ, त्यही कारणले अलिकति केही पनि जोड्यो होला, त्यसलाई स्वीकार्नुहोस्। खास गरी एउटा कुरो के भयो भन्दाखेरि चाहिँ अब हामी क्यानाडामा बसिरहेको छौँ, अब कतिपय अवस्थामा चाहिँ हामी क्यानाडाबाट तिमीहरूले के गर्न सक्छौ त, कसरी तिमीहरूले क्यानाडामा यहाँ भेला भएर गगनले चुनाव जित्छ त भन्ने पनि क्वेसन्सहरू आएको थियो होइन। तर अघि गगनजीले भनेको के आयो भन्दाखेरि चाहिँ दुईवटा कुराहरू भेरी इम्पोर्टेन्ट छ। के इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ हामीले अहिले भनेकै के हो भन्दाखेरि चाहिँ विदेशबाट भएको छ भन्ने कुरो उहाँले गर्नुभएको छ। पुरानो र नयाँको जुन एउटा यो भाष्य एउटा निर्माण गरिएको छ हो, त्यसलाई चिर्नको लागि चाहिँ हामीले डायस्पोराबाटै कुरा उठाउनुपर्छ भन्ने चाहिँ उहाँले जुन सन्देश दिनुभएको छ, त्यो सन्देशलाई हामीले मनन गर्ने भनेदेखि यो कार्यक्रम अत्यन्त सान्दर्भिक भएको मैले चाहिँ महसुस गरेको छु। र खास गरी एउटा यति छोटो जुन समयमा यहाँहरू जुन आएर जुन उपस्थिति देखाइदिनु भयो, एउटा सोलिडारिटी देखाइदिनु भयो, नेपाली काङ्ग्रेस मात्रै नभएपछि गगन थापालाई चाहिँ एउटा प्रधानमन्त्री भएको जुन हेर्ने यहाँको जुन उत्कट जुन अभिलाषा र जुन चाहनाको बिचमा यहाँ आउनु भएको छ, त्यो अत्यन्तै भनौँ न हाम्रो छोटो समयमा पनि यहाँले स्वीकार गरेर क्यानाडा जस्तो बिजी एउटा चाहिँ समय, बिजी ठाउँ, आफ्नो हरेक कुराले गर्दा बिजी हुने अवस्थाले गर्दाखेरि पनि यहाँहरू आइदिनु भएको छ। त्यसको लागि म चाहिँ आयोजक समितिको तर्फबाट चाहिँ म यहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छु। हुनु त मलाई वास्तवमा यो भन्यो भनेदेखि मलाई गर्वै काङ्ग्रेस भने पनि हुन्छ, किन भन्दाखेरि तर गर्वै काङ्ग्रेस भए पनि मैले चाहिँ काङ्ग्रेसको लागि चाहिँ खुलेर चुनावमा भोट मागेको चाहिँ यसैपालि हो जस्तो लाग्यो मलाई। म गगन थापा 2055 सालमा त्रिचन्द्र क्याम्पसको सभापति लड्दै गर्दाखेरि म पनि नेपाल ल क्याम्पसमा चाहिँ नेपाल विद्यार्थी सङ्घबाट चाहिँ सोभि सभापति लडायो। त्यतिखेर गगनले मलाई दाइ नै भन्थ्यो होइन, मभन्दा 2-3 वर्ष उमेरले कान्छु पनि 3 वर्ष होइन। म 2050 सालमा नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पस इकाइको सचिव हुँदाखेरि उप विद्यार्थी इकाइ कमिटीको सदस्य के थियो होइन, हाम्रो भेटघाटहरू भइरहन्थ्यो। अब मैले गर्वै काङ्ग्रेस भए तापनि मैले के भन्दाखेरि मैले खुलेर मैले चाहिँ यसरी जुन अहिले जुन काङ्ग्रेसको वकालत गरिरहेको छु, त्यो भनेको चाहिँ वास्तवमा नेपाली काङ्ग्रेसको एउटा सिद्धान्तप्रति एउटा मेरो समर्पण त लोकतन्त्रप्रति छँदैछ। त्यसमा पनि अघि साथीभाइले भने जस्तै एउटा मान्छेको मायाले कति फरक पार्दो, एउटा मान्छेको व्यक्तित्वले कति फरक पार्दो त। यसरी हामी छुटिएर बसेको एकदमै एक आपसमा गाँड कोराकोर गर्दै बसेको मान्छेहरूलाई पनि जोड्दो रहेछ। यो वास्तव मैले बोलाएर जोडेको होइन, यो गगन थापाको व्यक्तित्वले जोडेको। त्यसलाई त्यसरी दिनु होला साथीहरू। म जतिखेर मेरो आमाको गर्भमा थिएँ त्यतिखेर मेरो 18 वर्षीय मेरो ठुलो दाजु जेलमा हुनुहुन्थ्यो, राजकाज मुद्दा खेल्दै हुनुहुन्थ्यो। 18 वर्षको एउटा छिटो नेपाल विद्यार्थी सङ्घको चाहिँ उता के अरे नारायणगढमा भएको छ अधिवेशनमा फर्केर जाँदै गर्दाखेरि त्यतिखेर के हुन्थ्यो भन्दाखेरि चाहिँ सिधै हामी धरान जान सक्दैन थियौँ। उता जगमनीको बाटो वीरगञ्ज हुँदै फारेसगञ्ज हुँदै आउनु पर्थ्यो। त्यहाँ फारेसगञ्जमा बिबी गरेर लगाएर बस्नुहुन्थ्यो। त्यहाँ उहाँलाई भेटेर एक दुईवटा पर्चा कम्प्लिट पनि बोकेर आउँदाखेरि उहाँलाई चाहिँ बाटेमा समातेर चाहिँ उहाँलाई 2 वर्ष राजकाज मुद्दामा चाहिँ उहाँलाई जेल हाल्यो। त्यतिखेर म गर्वमा थिएँ। र मेरी आमा मेरो दाजुलाई भेट्न कहिलेकाहीँ जानुहुन्थ्यो, विराटनगरमा राखिएको थियो उहाँलाई। सायद कहिलेकाहीँ अब मेरो माओले पनि त्यही विराटनगर भएकोले गर्दाखेरि जानुहुन्थ्यो र त्यो बेलामा सायद केही राजनीतिक कुराहरू त्यहाँ हुन्थ्यो होला आमा र छोराको बिचमा। भनेपछि मेरो राजनीतिक एउटा पृष्ठभूमि अथवा राजनीतिक यात्रा भनेको मेरो गर्वबाटै सुरु भएको। धरान ठाउँमा तपाईँलाई अचम्म लाग्न सक्छ, धरान भनेको एउटा कम्युनिस्टको किल्ला हो। धरानमा काङ्ग्रेस को हो भन्दाखेरि त्यो हरिहर दाहाल हो, त्यो वास्तोला हो, त्यो हरिनाथ वास्तोला, त्यो जीवनाथ वास्तोला, त्यो के अरे राजेन्द्र बस्दै, भीष्म काफले, 4-5 जना, गिरिनाथ आचार्य, आनन्द आचार्य भन्दा यति मान्छे भन्दा बाहेक अरू काङ्ग्रेसै थिएन। तर हुँदाहुँदै पनि एउटा त्यो जुन एउटा छाप परेको थियो, धरान क्याम्पसमा पढ्दा होस् चाहे नेपाल क्याम्पसमा आएर मैले पढ्दाखेरि होस्, मैले सधैँ मैले चाहिँ काङ्ग्रेसप्रति समर्पण राखेँ। तर काङ्ग्रेसभित्र बस्दा पनि जहिले पनि एउटा प्रतिपक्षीको भूमिका मैले खेलेँ। मैले यहाँलाई अनुरोध गर्न चाहन्छु, 2051 सालमा भएको जुन आम निर्वाचन थियो, मध्यवर्ती चुनाव थियो, त्यसमा जगन्नाथ आचार्यले चाहिँ गरेको जनजागरण अभियानको म एउटा चाहिँ अभियन्ता थिएँ र क्षेत्र नम्बर 1 सुनसरीमा चाहिँ मैले जनजागरण अभियानबाट उम्मेद्वार भएको उम्मेद्वारको चाहिँ प्रचार समितिको संयोजकको रूपमा पनि मैले काम गरेको थिएँ। त्यस कारणले गर्दाखेरि काङ्ग्रेसभित्र भए पनि हामीले के गर्यौँ भन्दाखेरि चाहिँ काङ्ग्रेसले गरेका नराम्रो कुराहरूको हामीले जहिले पनि विरोध गर्यौँ। काङ्ग्रेसलाई सही बाटो दिनुपर्छ भनेर हामीले आवाज जहिले पनि उठायौँ। गगन थापाले भने जस्तै काङ्ग्रेस दास र लासको पार्टी होइन भनेर हामीले गगनले भनेर मात्रै होइन, त्योभन्दा अगाडिदेखि नै हामीले अभ्यास गर्दै आएका थियौँ। त्यसै कारणले गर्दाखेरि 2051 सालमा नै मैले विद्रोही उम्मेद्वारको चाहिँ प्रचार समितिको चाहिँ संयोजकको जिम्मेवारी लिएर चाहिँ मैले हिँडेको थिएँ। त्यतिखेर
मलाई अझ पनि याद छ मेरो घरमा राति खुकुरी लिएर तपाईँको चाहिँ केही मान्छेहरू आएका थिए तर मेरो साथीहरूले मलाई पहिले नै जानकारी गराइदिएको हुँदाखेरि चाहिँ म राणा त्यहाँबाट भागेर तपाईँको चाहिँ आफ्नो ज्यान जोगाउनु परेको पनि मलाई चाहिँ एउटा अनुभव छ। त्यस कारणले गर्दाखेरि आफ्नो ज्यान तपाईँको चाहिँ हत्केलामा राखेर भए पनि तपाईँको चाहिँ प्रश्नलाई मर्नु दिनु हुँदैन, प्रश्न गरेर छोड्नु हुँदैन भनेर चाहिँ लागेको पार्टीको मान्छेहरू आज गगन थापाले त्यो भनेर भन्यो बेग्लै कुरा हो तर त्यो हामीले पहिलेदेखि प्र्याक्टिस गर्दै आएको कुरा हो। त्यस कारणले गर्दाखेरि आज जुन किसिमको एउटा उत्साह जुन एउटा उमङ्ग यहाँहरूमा देखिएको छ त्यो गगन थापाको कारणले देखिएको छ। आज यत्रो बेला अहिले निरञ्जनजीले भनिसक्नुभयो यत्रो मैले मास त कहिले पनि नेपाली काङ्ग्रेसमा देखेको थिइनँ त्यस कारणले बोल्न चाहन्छु भन्नुभयो, बोल्नुभयो भनेपछि यो सबै जुटाएको कारण के हो भन्दाखेरि चाहिँ नेपाली काङ्ग्रेसको नेताको जुन एउटा उहाँहरू जुन एउटा साहस गर्नुभयो, साहस पनि कस्तो बिहान तपाईँको महामन्त्री दिउँसो साधारण सदस्यबाट समेत खतम छैन, उसको पार्टी नै छैन, बेलुका तपाईँको सभापति हेर्नुहोस् न कस्तो जोखिम लिए। अघि हाम्रो पुण्यसागर उहाँ हाम्रो अग्रज हुनुहुन्छ उहाँले भन्नुभयो गगन थापाको नाम लिँदाखेरि विश्व प्रकाशको नाम छुट्याइयो भनेदेखि त्यो ठुलो अन्याय हुन्छ। त्यस कारणले गर्दाखेरि जुन साथ र जुन भरोसा एउटा विश्व प्रकाशले चाहिँ गगन थापालाई दिनुभयो त्यो त्यसैको आज कारणले गर्दाखेरि हामीले आज गगन थापालाई चाहिँ भावी प्रधानमन्त्रीको रूपमा हामीले देख्न गइरहेका छौँ। अब यो कति सम्भव होला कति सम्भव नहोला त आफ्नो ठाउँमा छ तर पनि हामीलाई एउटा ऊर्जा हामी क्यानाडामा बसेर अस्ति पनि चुनाव आएको थियो नि त 2074 पनि चुनाव आयो त 2079 पनि चुनाव आएको थियो त 80 मा पनि चुनाव आएको थियो त हामी कहिले भेला भएर गरेका थिएनौँ। अहिले के हो भन्दाखेरि हामीले एउटा कुरा अघि नै कुरा साथीहरूले उठाइसक्नुभयो हामी क्यानाडामा रहे पनि हाम्रो मन मस्तिष्क सबै नेपालमा छ र भोलिका दिनमा फेरि के हुन्छ भन्दाखेरि चाहिँ हामी उतै गएर चाहिँ के गर्नुपर्छ भन्ने कुराले गर्दाखेरि चाहिँ एउटा गैर आवश्यक नेपालीको जुन माग छ त्यो कुरालाई हामीले बारम्बार हामीले उठाइरहेका छौँ। त्यसै कारणले गर्दाखेरि त्यो एउटा जुन हाम्रो आशा एउटा पलायो ल है अब चाहिँ के हुँदो रहेछ हामी अब जान सक्नेलाई एउटा नयाँ एउटा वातावरण चाहिँ क्रिएट हुँदै रहेछ कि क्या हो भन्ने एउटा आश पलाएर हामीले यहाँ भेला भएका हौँ। त्यस कारणले गर्दाखेरि हामी बिचमा केही तिक्तता होला हामी बिचमा केही विभाजन होला त्यो विभाजनहरू सबैलाई चाहिँ आज बिर्साइदिएको छ गगन थापाको नेपाली काङ्ग्रेसको नेतृत्वले। अब यहाँ साथीहरूले के भन्छन् कि नयाँ पुराना भन्नेहरूले नयाँ भनेर आउँदैछ झुक्क्याउलान् पनि भन्ने कुरा साथीले गर्दै हुन्छ तर नेपाली काङ्ग्रेसको जुन अहिलेको नेतृत्व जति नयाँ फ्रेस नेतृत्व अहिले नेपालमै छैन। अब यसो के कारण हो कसको कारण हो म सबै यहाँनिर केलाउन चाहदिनँ किनभने त्यो सबैलाई थाहा छ। थाहा हुँदा हुँदै पनि बुझ पच्याएर तपाईँको चाहिँ नयाँ पुरानोले नयाँ भनेर तपाईँहरूसँग आउँदैछन् झुक्क्याउलान् होस् गर्नु भन्दैछन्। त्यस कारणले गर्दाखेरि पनि म साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि हामीले यो भेला उद्देश्य आयोजना गर्नुको उद्देश्य भनेको के हो भन्दाखेरि एउटा हाम्रो सोलिडारिटी पनि देखाउनुपर्छ र एउटा अघि गगन थापाजीले भनेको जस्तै कुरा के भन्दाखेरि चाहिँ डायस्पोराबाट यो कुराहरू उठिरहेको हुनाले गर्दाखेरि हामीले डायस्पोरा कति गर्न सकिन्छ सामाजिक सञ्जालमा प्रयोग गरेर होस् कि हाम्रो छरछिमेकीलाई होस् कि हाम्रो परिवारका मान्छेहरूलाई होस् कि नेपाली काङ्ग्रेस बदलिएको छ यसले बदल्नु अब यसले आफू बदलिएको छ यसले अब देशलाई पनि बदल्छ यसले र यसले एक चान्स चाहिँ हाम्रो गगन थापालाई नेतृत्व गर्न दिनुपर्छ। सबैले भनेका छन् गगन थापाले चाहिँ बुझेका छन् अब ऊ 15-16 वर्ष 20 वर्षदेखि सांसद भए पनि ऊ अहिले यो कार्यकारी पदमा ऊ आएको पहिलो पटक हो। तपाईँहरूलाई के भन्नु उहाँले योभन्दा अगाडिको चुनावमा आफ्नो सिट त तपाईँको झन्डै सुरक्षित गर्नु नसकेको टिकट तपाईँको चाहिँ झन्डै नयनसिंह महरले घुसाइदिसकेको थियो होइन भनेपछि आफ्नो सिट आफ्नो क्षेत्रको टिकट बारम्बार जितिरहेको एउटा महामन्त्री जस्तो मान्छेले आफ्नो क्षेत्रको टिकट त जोगाउनु सक्दैन भनेदेखि गगन थापाले के गर्नु सक्थ्यो। अहिले गगन थापाले तैँले किन गरिनस् भनेर तपाईँको चाहिँ गाली गर्नुपर्ने कुनै औचित्य म देख्दिनँ। त्यस कारणले गर्दाखेरि एक चान्स दिनुपर्छ गगन थापालाई यो देश आग्रहको लागि हाम्रा गरेन भनेदेखि फेरि हामी फेरि यदि हामीले जुन हाम्रो आशा र भरोसालाई पनि चाहिँ गर्न सकेन भनेदेखि फेरि अब छँदैछ त हामी फेरि अब उसलाई चाहिँ किन भन्दाखेरि उसले आफै नै भनेको छ कि नेपाली काङ्ग्रेस भनेको चाहिँ एउटा दास लासको पार्टी होइन प्रश्न हामीले गर्न छोड्नु हुँदैन भनेको छ। हामी उसलाई पनि प्रश्न गरेछौँ र उसलाई फेरि त्यो अरू कार्यकर्ताले चाहिँ त्यो आफ्नो पदबाट उसलाई चाहिँ हटाउने छन् र हामीले त्यसलाई पनि हामीले साथ र समर्थन रहने नै छ भन्ने कुरा म यहाँहरूलाई सुनाउँदै अब यहाँ साथीहरू बोल्न चाहनु भएको छ थुप्रै साथीहरू बोल्न चाहनु भएको छ किनभने किसिमको एउटा ऊर्जा तपाईँको प्राप्त भएको छ। हाम्रो यो जुन यो औपचारिक तपाईँको कार्यक्रम समाप्त भए पछाडि पनि यहाँ हाम्रो अनौपचारिक रूपमा चाहिँ हामीले कार्यक्रम कन्टिन्यू नै हुनेछ होइन किनभने यो चाहिँ अब भनौँ न कतिको काममा जानुपर्ने अवस्था होला कतिको के होला त्यसले गर्दाखेरि पनि हामीले नेपाली जनताका निम्ति लोकतन्त्रको पक्षका निम्ति नेपालका आर्थिक रूपमा होस् सामाजिक रूपमा होस् रूपान्तरण गर्नका निम्ति यो पार्टी हर समय
हिजो 2007 सालदेखि अहिलेसम्म निरन्तर लागिरहेको छ भन्ने मैले महसुस गरेको छु। यसै सिलसिलामा नेपाली काङ्ग्रेस पार्टी एक झिक्क भएर नेपाली काङ्ग्रेसलाई अझ माथि पुर्याउनका निम्ति पनि क्यानाडामा आश्रम हुनुभएका सम्पूर्ण साथीहरूप्रति अलि यसरी नै अघि बढ्न सकोस् र भोलिका दिनमा नेपाली काङ्ग्रेसलाई एउटा मजबुत पार्टीको रूपमा एक नम्बरको पार्टी अघि बढाउन सकोस् भन्ने पनि मैले आशा लिएको छु। साँच्चीकै एउटा कुरा भन्नै पर्छ, हामी नेपाली काङ्ग्रेसको एउटा सिपाही हुँदै गर्दा, एउटा साधारण सदस्य बन्दै गर्दा एकातर मित्रताको भावना राख्नै पर्छ, नभए सम्भव छ। किन भन्दा यहाँ हामी भाषणमा मात्रै, मैले बोल्दै गर्दा होस्, कोही साथीहरू बोल्दै गर्दा होस्, भाषणमा मात्रै व्यवहार लिएर आएर हुँदैन। त्यसलाई कार्यान्वयन गर्ने पक्ष पनि अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। र आदरणीय सभापति गगन थापाले भन्नुभएको छ, हामीले काङ्ग्रेस बदल्यौँ, अब देश बदल्छौँ। अब हामी चाहन्छौँ हामी पनि यो क्यानाडामा बसेका सम्पूर्ण लोकतान्त्रिक प्रेमी साथीहरूले पहिला आफूबाट बदल्न सुरु गरौँ। पहिला आफूले नै के छ भन्दाखेरि एकताको पक्षमा ल्याउने प्रयास गरौँ। हामीले नै के छ भन्दाखेरि एक आपसमा हातीमेलो गरेर अघि बढाउने पक्षमा लागिरहौँ, होइन भने सोलुखुम्बुको माटो बुझेको, काठमाडौँको दबाव महसुस गर्न सक्ने, जनकपुरका कथाहरू जान्ने र हार्वर्ड विश्वविद्यालयमा डेभलपमेन्टका सिलेबस के पढाइरहेको छ भन्ने ज्ञान राख्ने र मलाई एकपटक चान्स दिनुहोस्, मैले राम्रो पर्फर्मेन्स गर्छु भनेर गगन थापा हाम्रो नेतृत्व गर्न आइराख्नु भएको छ। उहाँलाई तन मन धन र वचनले सहयोग गरौँ। उहाँको नेतृत्वमा हामी समर्पित रहौँ। सानो लाग्छ, गगन थापाको कार्यक्रममा आयो बोलिदियो जस्तो लाग्छ, तर यो भनेको लिडरसिपमा हुनुपर्ने क्वालिटी हो। हामीले कुनै बेला जस्तै जस्टिन ट्रुडेले चाहिँ ट्रेनमा यात्रा गर्यौँ, यो त्यस्तै प्रकारको, किन भन्दा 2-4 जना मान्छे भएको, 8-10 जना मान्छे भएको कम्युनिटीमा पनि तपाईँको चाहिँ एउटा राष्ट्रिय लेभलको अन्तर्राष्ट्रिय लेभलको नेता पुग्नु र यसलाई सम्बोधन गर्नु भनेको हाम्रो लागि पनि गर्वको कुरा हो। यति भन्दै हाम्रो कार्यक्रम पुनः अगाडि बढाउने जमर्को गर्दछु र यसको लागि शुभकामना मन्तव्य दिनु हुन अघि मैले बोलाएको थिएँ हाम्रो विद्याभूषण कार्कीज्यू यहीँ हुनुहुन्थ्यो जस्तो लाग्छ, आएर आफ्नो 2 शब्द राख्दै हुन र यहाँ सरी है वेलकम मन्तव्य है स्वागत मन्तव्य राखिदिनु हुन विद्याभूषण कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कि एउटा नेताले धेरै फरक पर्दछ। जसरी अहिले गगन आउनुभयो त्यसरी उहाँले यस्तो भिजन ल्याउनु भयो। आज त्यही भिजनको पछाडि भिजन मात्र होइन, गर्ने तरिकाहरू जुन लिएर आउनुभयो, यो यसैले गर्दा तपाईँ हामी आज जम्मा भएका छौँ। जसरी सेकेन्ड वारपछि सिङ्गापुर बन्यो, जसरी दक्षिण कोरिया बन्यो, त्यस्ता धेरै मुलुकहरू छन्। त्यो भनेको के हो, नयाँ भिजन ल्याएर नयाँ कानुन बनाएर वर्षा ल्याउन पाटा कसेर लगेर जेलमा हाल्नु नै उहाँको भिजन त अहिले त्यही भन्नुभएको छ। हामी विदेशमा बस्ने नेपालीलाई हाम्रो लगानी पनि ल्याउनु भन्दा छ। सिङ्गापुरमा त्यही भएको, कोरियामा त्यही भएको, अहिले इन्डियामा पनि त्यही भइरहेको छ। हाम्रो विदेशी लगानीलाई भित्राउने उहाँको भिजन, उहाँको मिसन, उहाँको बहादुरता, काङ्ग्रेसलाई जसरी बदल्नु हो त्यसरी आफू पनि बदलेर नयाँ भिजन ल्याउनु भएको छ। त्यसरी क्यानाडा पनि हामी पनि बदल्ने नै छौँ। अब लगत्तै नेपालको चुनावपछि हाम्रो क्यानाडा नेपाली जनसङ्घको समितिले पनि चुनाव गर्नेछ। तपाईँहरूको आशा छ, जसरी हाम्रो उदयजीले भन्नुभयो, हामी पनि केही छ, हामी अवश्य बदल्नेछौँ, चिन्तै नगर्नुहोस्। अबको बार गगन सरकार, अबको बार जनसङ्घ समिति दिएको यहाँ कारवाही गर्ने पनि हिजन कारवाही भनियो, अब केही कारवाही छैन। भन्न खोजेको कुरा चाहिँ नेपाली काङ्ग्रेसका सभापति गगन थापा मात्रै परिवर्तन भएर हुँदैन, नेपाली काङ्ग्रेस नेपालमा मात्रै रूपान्तरण भएर हुँदैन। हामी सबै नेपाली काङ्ग्रेसका सच्चा सिपाही हौँ भने हामी सबै रूपान्तरण हुनुपर्छ। हामी कसैलाई निषेध गरेर त्यो निषेधको राजनीति हामीले गर्नु हुँदैन। म केवल के भन्न चाहन्छु भन्दाखेरि हामी नेपाली काङ्ग्रेसलाई माया गर्ने मान्छेहरू मात्रै आज यहाँ उपस्थित छौँ। यहाँ जति पनि तपाईँको चाहिँ साथीहरू उपस्थित हुनुहुन्छ, कुनै न कुनै बेलामा कुनै न कुनै समयमा नेपालमा नेपाली काङ्ग्रेसको तर्फबाट वकालत डेफिनेटली गरेर आउनुभएको कारणले गर्दाखेरि आज हामी यहाँ छौँ।
कति साथीहरूले गर्न नपाउनु भएको होला। तर म आज यहाँ उपस्थित हुनुको मुख्य कारण चाहिँ मलाई मेरो पार्टी नेपाली काङ्ग्रेसप्रति विश्वास छ। आज नेतृत्व परिवर्तन भएको छ। गगन थापाले जसरी त्यो भाद्र 23 र 24 को जुन तपाईँको चाहिँ विध्वंस एउटा दुःखद घटना घटेको छ, जुन जेनजी 75 जना तपाईँको चाहिँ जेनजी युवाहरूले आफ्नो ज्यानको शहादत दिनु परेको छ, त्यसको त्यो आन्दोलन यसै खेर नजाओस्। त्यसकारणले गर्दाखेरि त्यो आन्दोलनमा र नीति परिवर्तनको विषय चाहिँ समय सापेक्ष हुनुपर्छ। त्यसकारणले हामीले यति बेला पनि हामीले चाहिँ समय सन्दर्भसँग मिल्ने गरी प्रस्तुत गरेर निर्वाचन गरिएको विषय छ। अब हामीले भोलि सरकारको नेतृत्व गर्न पायौँ भने नेतृत्व कसले गर्छ र त्यो नेतृत्वले के के काम गर्छ, कस्ता कस्ता एजेन्डाहरू लिएर आउँछ भन्ने कुरा अहिले नै हामीले प्रस्तुत गरेका छौँ। त्यसैले आम आदरणीय मतदाताज्यूहरूले यति बेला काङ्ग्रेसलाई मत हाल्दै गर्दा देशको नेतृत्व छनौट गर्ने सुविधा पनि प्राप्त गर्नुभएको छ र नीतिगत पक्षबाट कस्तो नीति भोलि देशको नेतृत्व गर्ने ल्याउँछ भन्ने कुरालाई पनि उहाँहरूले अहिले नै चाहिँ बुझ्न सक्नुहुन्छ, थाहा पाउन सक्नुहुन्छ। त्यसैले नीतिको आधारमा र नेतृत्व परिवर्तन भएको आधारमा नेपाली कङ्ग्रेसका प्रति आम मतदाताको विश्वास बढ्नेछ भन्ने हाम्रो बुझाइ हो र हामीहरूले नेपाली कङ्ग्रेसको सभापति गगन थापालाई आगामी सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छौँ र हाम्रो नेतृत्वले सरकारको नेतृत्व गर्यो भनेका छौँ। हाम्रो नेतृत्वमा सरकार गठन भयो भने हामीहरूले चाहिँ भ्रष्टाचार अन्त्य गर्न के गर्छौँ भन्ने कुरा पनि हामी प्रष्ट ढङ्गले लेखेर आएका छौँ। सुशासन कायम गर्न के गर्छौँ भन्ने कुरालाई पनि हामीले प्रष्ट ढङ्गले लेखेर ल्याएका छौँ र सर्वत्र राजनीतिकरण भएको अति परिवेश सन्दर्भमा कुन फ्याक्टर कुन बेला युज गर्नुपर्छ भन्ने कुरा हुन्छ। 2062-63 सालमा पार्टीको छवि एकदमै गिरेको थियो। सडकमा कोही पनि नेतृत्वकर्ता पार्टीले गर्यो भने आउँदैन थियो। त्यो बेलामा हरिहर दाल, कृष्ण खनालहरू सडकमा आए, सबैलाई जोड दिए। त्यसै गरी आज केशव दालजीले यो कार्यक्रम आयोजना गरेर हामी सबैलाई जोड दिनु भएको छ। उहाँलाई भोलि धन्यवाद। त्यो कार्यक्रममा उपस्थित हुने सम्पूर्ण साथीहरूलाई पनि धेरै धन्यवाद र मलाई पनि बोल्ने अवसर दिनुभएकोमा आजक साथीहरूलाई धेरै धेरै धन्यवाद। र अलिकति एकछिन पछाडि दुइटै हल खाली हुन्छ, अलिक खानाको पनि व्यवस्था हुन्छ, अलिक खाइसक्नु पर्ने छ। त्यसमा कसैलाई केही बोल्न मन छ यताउता छ भने अरू कोही पनि नेता हुन्न। आजको दिनभरि काङ्ग्रेसकै जहिले पनि उन्माद लिएर आउँछ। त्यो उन्मादले कहिलेकाहीँ गाली गलौज जन्माउँछ। त्यसको भुक्तभोगी म आफै पनि हो। निर्वाचन धेरै भइसकेका छैन नि हाम्रो पनि भएको। अझै पनि आज बिहान पनि एकजनाले फोन गरेर भन्दै थिए मलाई, त्यो पुण्य सागर त यस्तो हो नि तपाईँलाई थाहा छ भनेर जसलाई फोन गरिन्छ नि तिनै मान्छे चाहिँ मलाई भोलिपल्ट बिहानै दाइ तपाईँको बारेमा यस्तो भनेर फलानाले फोन गर्यो भन्नुपर्छ। हामी त्यस्तो छौँ। त्यसकारणले मैले यही सभामा पनि मलाई गाली गर्ने मान्छेहरू देखाएको छु। त्यसले फरक पर्दैन, किनभने मलाई कुनै तुस नै छैन। तुस भएको समस्या तुसै छैन। चुनावमा नेपाल यो विदेशी भूमिमा रहेका लोकतन्त्रवादीहरूले त्यस कारणले गर्दा आवेग र आक्रोशलाई नियन्त्रण गर्न सक्दैन। कहिलेकाहीँ म देख्छु अनावश्यक रूपमा चाहिँ